Welcome back to Mini आज म Vlogs. जुरुक्क उठेँ बिहान, त्यसपछि टोयलेटतिर जाँदैछु उठेर। टोयलेटमा गएर हिजो बेलुका खाएको सब मैले फालिदिएँ एक झट्कामै। त्यसपछि फेरि आएँ म त्यही बेडमा सुतेँ आनन्दले। सुतेको एकछिनमै फेरि पेट दुखे, फेरि म डगुर्दै डगुर्दै टोयलेटतिर गएँ। टोयलेटबाट निस्केपछि साबुन पानीले हात धुने बिर्सेछु। फर्केर बेसनमा हात धुनलाई जाँदैछु। ह्यान्डवासमा 2-3 चोटि पेचक 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 गरेको झर्दै झरेन। त्यसपछि यसो हेरेको भित्तामा साबुनको डल्लो देखेँ। यसो हातले घसन मात्र गरेको साबुन त पिलित्त झरिगयो। हात मजाले मिची मिची धुए। त्यसपछि आफ्नो कालो अनुहार पनि मजाले पखाल्दैछु ह्यान्डसम हुनको लागि। अब चाहिँ अनुहारमा चमकदार आयो होला भनेर म हतार हतार रुममा छिरेको। छिर्ने बित्तिकै अनुहार हेरेको दायाँ बायाँ जस्ताको त्यस्तै छ। फोहोर भएर हो कि क्या हो भनेर ऐना पनि सफा गरे। ऐना सफा गरेपछि बल्ल चम्क्यो त हौ मेरो अनुहार त टलक। त्यसपछि फेरि आएर म अर्को खाटमा सुतिहाले। एकछिन सुतेर फेरि म जुरुक्क उठेर साइडतिर जाँदैछु छमक 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 नाच्दै नाच्दै हिँडेको भर्याङ आएर मसँग ठोकी त हाल्यो। अगाडि आएर यसो हेरेको दुईजना मेरो साथीहरू देखेँ। साथीहरू देखेपछि मलाई दुखाइ सुखाइ केही पनि भएन। त्यसपछि म साथीहरूसँगै दौडिँदै दौडिँदै साइडतिर जाँदैछु। यो चाहिँ हाम्रो साइड हो। साइडमा काम भइरहेको छ अलिअलि। साइडमा पुग्ने बित्तिकै मलाई थकान लागिहाल्यो। त्यसपछि म अल्यास पल्यास गरेर एकछिन आराम गर्दै दौडिहालेँ। फेरि म जोसै जोसमा माथि काम भइरहेको थियो। मोराहरू त सिमेन्टी कम बालुवा ज्यादा हालेर पो मजाले मसला फिर्दैछ। एक झपार दिइहाल्यो भने गालो साला फुट्ने गरी दिनु जस्तो मन लागिरहेको थियो। तर बच्चाहरू देखेर दिन मन लागेन। काम गरेको हेर्दा हेर्दा हामीलाई भोक लागिसकेको थियो। त्यही भएर हामी हिँडिहाल्यो छिटो 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 छिटो। भर्खर खसीको मासु र भात खाएर आएको। मिनी भ्लगमा के देखाउनु भनेर नदेखाएको। दाँत प्लास्टिक चिला वो अलग ही लेवल का बंदा था। भात खाने बित्तिकै ओछ्यान गएर म फेरि पल्टिहालेँ आनन्दले गीत सुन्दै। सुतेर उठेर फेरि म साइडतिर जाँदैछु गीत गाउँदैछ। अब मलाई निन्द्रा छैन मेरो प्राणी। साइडमा पुगेको काम गर्ने एकजना हेर्ने 5 जना पो रहेछ। त्यसपछि त्यहाँ बस्नु लाजै मर्दो हुन्छ भनेर म चाहिँ दगुर्दै दगुर्दै रुमतिर जाँदैछु। आजलाई मिनी ब्लग यति नै। मसँग समय छोटो छ। मन परे पनि मन नपरे पनि लाइक कमेन्ट सेयर चाहिँ गर्न नबिर्सिनु होला है त।